हेलो गाइज नमस्ते। आज चाहिँ हामी दुईजना घुम्न जाँदैछौँ। हिउँ परेको छ माथि सेतै परेर हामी चाहिँ तल गाउँदेखि माथि कुप्सी पाखासम्म जाँदैछौँ। दुईजना मात्रै छ। हेरौँ कति बेला पुगिँदो रहेछ। ढिलो भयो। बिहान छिटै आयो भने चाहिँ यहाँको भ्यू एकदमै मजाले देखिन्थ्यो, तर केही छैन। हामी बिस्तारै भए पनि हिँड्दै जान्छौँ है त साथी। यता हेर्नुहोस् त। साह्रै थाक्यो ले। थकाइ लाग्यो। हामी जङ्गलको बाटो हिँड्दैछौँ। अझै लाग्छ होला आधी घन्टा 1 घन्टा जति। घाम चाहिँ एकदमै मजाले लाग्यो आज चाहिँ। तर भ्यू चाहिँ एकदम राम्रो छ होला है साथी। पोको कुम्लो पारेर हिँड्दैछौँ हामी दुईजना चाहिँ। अझै कुनै सिमाल भयो। ओ माई गड, कुनै सिमाल कति राम्रो आमा। ल फाइनली साथीहरू हामी कुप्सी पाखा आइपुग्यो। अब हेर्नुहोस् एकदमै मजाको हिउँ परिसकेछ हिजो बेलुका। हिमालहरू पनि देख्न सक्नुहुन्छ। स्वर्ग भन्दा पनि कम छैन हाम्रो गाउँठाउँ है त साथी। भन्न यता हेरेर कस्तो मजाले सुनेको है यो उसमा हिँड्दाखेरि। ल हामी चाहिँ अहिले यो हिउँको माथि हिँडिरहेछौँ। चिप्लिन चाहिँ सक्छ है। यहाँ हेर्नुहोस् लड्यो भने त हामी दुईजना एकले अर्कालाई समाउँदै हिँड्नुपर्ने छ। यता कस्तो राम्रो आँखा भनेको। ल फाइनली वा यता हिउँ खेल्न आएको छौँ। एकदमै मजाले परेको रहेछ। लु ल ल ल एकदम रमाइलो। एकदमै रमाइलो। हिउँ खेल्न पाउँदा एकदम खुसी। एकदमै रमाइलो। साथी नसँगी हामी दुईजना एक्लै रङ्गी चङ्गी। टल्लो पनि बनै भएको रहेछ यतातिर चाहिँ। अबे चबला रे यहाँ पार्न अङ्कु। वाह म चाहिँ अब मेरो नाम लेख्दैछु है त। SIDA सीता। अनि यो चाहिँ असुर। ल कस्तो लाग्यो? एकदमै रमाइलो लागिरहेको छ हिउँ खेल्न पाउँदा है। वाउ अहिले चाहिँ चिसो एकदमै छ। साह्रै जाडो भएको छ। हामी चाहिँ ज्याकेट लाएर आफै सेफ्टी भइरहेछौँ। गाइजहरू हामी अब गीत गाउन लागिरहेको छु। ल 1 2 3 गो। हिउँ पर्यो फुरुरु हिमाली भेकैमा कति जाडो। ल साथीहरू तपाईँहरूलाई म मेरो घर चाहिँ चिनाउँछु। हाम्रो घर चाहिँ योपट्टिको के अरे यतापट्टिकोमा पर्छ। हेर्नुहोस् अब हामी घर फर्काइँदैछ। ल हेलो हामी घुमेर आइसके। साह्रै थाकेर बसिरहेको छु। बिहान यहाँबाट गएको। अहिले यहीँ भिडियो इन गर्छु। ल बाई गाइज। बाई बाई। बाई बाई।